हेलो साथीहरू, सेवारो। म चाहिँ आज फुल रोप्नुको लागि माटो असार्दैछु। अनि त्यस पछाडि हाम्रो चाहिँ फुल मात्रै होइन, यो दुईवटा लुगा धुने चाहिँ हाम्रो फुटेको थियो, त्यही भएर त्यसमा पनि म चाहिँ माटो असार्दैछु। मलाई चाहिँ एकदमै गर्मी भइरहेको थियो साथीहरू, गर्मी भइरहेको थियो। अनि त्यस पछाडि यसमा माटो असार्नु चाहिँ मलाई एकदमै गाह्रो भइरहेको थियो। म चाहिँ यसमा माटो असार्दैछु गमबुट लगाएर, किनभने यसमा चाहिँ पानी परिरहेको छ यो पालि चाहिँ साह्रै नै। त्यही भएर मैले चाहिँ दुईटैमा 3 बाल्टी जस्तो असारेँ। अनि त्यस पछाडि गमबुटले माटो मिलाउँदैछु। त्यस पछाडि म चाहिँ फेरि पनि मेरो कपाल चाहिँ हेर्नु न साथीहरू, कोर्नु नभ्याएर कामले गरेर यति व्यस्त भइरहेको छु, यति व्यस्त। म भिडियो राम्ररी बनाउनु पनि पाएको छैन र भिडियो अपलोड गर्न पनि पाएको छुइनँ। त्यस पछाडि म चाहिँ फेरि पनि गमला, फुल रोप्ने गमलामा फुल रोप्नुको लागि माटो असार्नु गइरहेको छु साथीहरू। 1 बाल्टी। मेरो गमला चाहिँ एकदम खतरा स्टाइलै छ क्या साथीहरू। गमबुटको यो घर चाहिँ पर छ। अनि त्यस पछाडि म चाहिँ यो बाटो हिँड्दै यता यहाँ पुर्याउनु पर्ने हुन्छ। यो चाहिँ मैले बल्लैले घरमा पुर्याएको थिएँ साथीहरू। म चाहिँ तरकारी पनि खोज्दै नै छु। निगुरे मैले चाहिँ निगुरे खासै धेरै चाहिँ भेटाएको थिइनँ, यति मात्रै भेटाएँ साथीहरू। अनि त्यस पछाडि मैले आँप पनि एउटा भेटाएको छु यहाँनिर। आँप चाहिँ आफै झरेको हो साथीहरू, सबै यसपालि चाहिँ आँप चाहिँ किरा लागिरहेछ। अनि त्यस पछाडि म चाहिँ आँप पनि योमा लगाएर किराले खाइरहेको थियो नि त आँपलाई। अनि लिएर माटो बल्लैले लिएर जाँदैछु। कति चाहिँ गरौँ हो त्यो फुल रोप्नु, कति गाह्रो। मेरो त पुरै पसिना आइरहेको छ साथीहरू। म चाहिँ घरको आँगनमा पुगेर बाल्टी एकछिन राखेँ, मैले उता लान सकिनँ। त्यस पछाडि म धमाधम गमबुटको गमलामा चाहिँ माटो लगाउँदैछु। यो मेरो गमबुटको गमलालाई चाहिँ इग्नोर गरिदिनु होला साथीहरू, एकदमै स्टाइलको हो, यो नयाँ डिजाइनको मेरो गमला हो। मैले चाहिँ योपालि जेमा पाएँ त्यसमा नै गमला बनाएको छु। प्लास्टिकको गमलामा पनि मैले फुल चाहिँ रोपेको थिएँ। त्यो चाहिँ उता अगाडिपट्टि छ साथीहरू, त्यो चाहिँ 25-30वटा जस्तो गमला छ। अनि त्यस पछाडि अझै पनि रोप्नु पऱ्यो घर वरिपरि नै भनेर चाहिँ यो गमबुटको गमला बनाएको हो साथीहरू। अनि मैले चाहिँ धमाधम यसमा माटो भर्दैछु। माटो चाहिँ गमलाको त्यो गमबुटको चाहिँ मुख सानो भएर होला पोखै थियो माटो चाहिँ साथीहरू। मैले चाहिँ खासै भिडियोहरू पनि बनाउनु र अपलोड गर्नु पनि पाएकै थिएन नि त। अनि त्यही भएर आज चाहिँ बल्ल तल्ल भिडियो एडिट गरेर भुसुबर गर्ने मौका पाइरहेको छु साथीहरू। खासै टाइमै हुँदैन अहिले चाहिँ असारले गरेर। असार चाहिँ गइसके पनि अझै पनि यो मकै बारी हुँदी भित्ता तास्नु। अनि उँधोतिर हाम्रो सके पनि उँधोतिर चाहिँ हामीले धान रोप्नु र भित्ता तास्नु सघाउनु पर्ने हुन्छ साथीहरू छिमेकीहरूलाई। त्यही भएर हामी चाहिँ अहिले पनि एकदमै बिजी छौँ साथीहरू। के गर्नु, भिडियो राम्ररी बनाउनु पनि पाइँदैन। आजभोलि चाहिँ यो दिन चाहिँ म घरमा बसेको थिएँ, त्यही भएर मैले चाहिँ हल्का दिमागले भ्याएसम्म भिडियोहरू बनाएको छु साथीहरू। अनि त्यस पछाडि माटो पनि सकिन लागिरहेको थियो। मैले चाहिँ बाँसको ढुङ्गोमा पनि माटो लगाउँदैछु मखमली रोप्नुको लागि। फुल चाहिँ मखमली रोप्नुको लागि हो साथीहरू। मैले चाहिँ मखमली फुल रोप्नुलाई नै यो सब दुःख गरिरहेको छु। मलाई माटो ल्याउनु चाहिँ एकदमै गाह्रो भइरहेको छ साथीहरू। फुल रोप्नु पनि धेरै नै गाह्रो हुन्छ। माटो असार्नु टाढाबाट असार्नु, यहाँ नजिक सबै पानी हाम्रो चाहिँ वरिपरि उम्रिन्छ नि त बारी हुँदी। त्यही भएर सबै माटो चाहिँ हिलो। यो गाई कटेरोको मुनतिर चाहिँ हल्का मल भएको कारणले अलिकति सुक्खा थियो साथीहरू। मैले चाहिँ असार्दैछु। अनि यो हो हामीले रोपेको फुल, यो गमबुटमा रोपेको भयो। अनि त्यस पछाडि यहाँनिर पानी पनि आइरहेको साथीहरू। अनि यो हो यतापट्टि रोपेको, यो प्लास्टिकको गमलामा रोपेको चाहिँ यिनीहरू हो साथीहरू। त्यस पछाडि हाम्रो पुरानो फुलहरू यहाँ भएको चाहिँ। अनि हाम्रो चाहिँ किचनमा पनि फुल छ साथीहरू। अनि बेलुका चाहिँ हामीले मेहन्दी लगाएको थियौँ। मैले चाहिँ खुट्टामा पनि हल्का मेहन्दी लगाएको थिएँ। यो चाहिँ मेरो पछाडिपट्टिको हातमा लगाएको मेहन्दी साथीहरू। अनि त्यस पछाडि मैले चाहिँ अगाडि पनि लगाएँ। अगाडि चाहिँ मेरो खासै राम्रो मेहन्दी भएको थिएन। मेरो भिडियो सबैजनाले माया गरिदिनु होला साथीहरू। बाई बाई, सी यू नेक्स्ट भ्लग।